नमस्कार। ओहो, अनि माइली दिदी आउनु भएन? आमाको त अब चाहिँ ती इष्ट मित्र को आउने रे अनि अहिले आउँछिन् होला। ल तिमीहरू आइहाल्यौ, पहिला तिमीहरूलाई लगाइदिन्छु। माइली दिदी आउनुभयो भने अनि पछि दिदीसित लाउला, अनि म फेरि लगाइदिउँला दिदीलाई। के छ र? हुन्छ होइन त्यही गराउँदा नेताजी चिल पारेर कसलाई पहिला लाउँ त म? पहिला दाइलाई ए ल मलाई अलि सिधा बस जमरा हाल्नु त नबोल्न आशीर्वादै सुनिन। ओ अब ज्ञानी हुनु, अब दुर्गा माताले सबै रक्षा गरून् है, रोग ब्याच नलागुन्। हुन्छ अब सबै कुरा चाहिँ राम्रो हुँदै। ए हात नलगाने, जस्तो नाम चिल त्यस्तै काम गर्छ। होइन जमरा ताने हो ल ल यता आइज चिल। रोग नलागोस्, अब तेरो सद्बुद्धि आओस्। त्यो चिल भनेर चिल जस्तै भएर नहिँड्नु। तेरो नाम धेरै गाउँभरि फैलिएको छ। त्यो पुरानो काम कर्तव्य छोडेर अब राम्रोसित उ गर्नु। सद्बुद्धि आओस् दुर्गा भवानीको प्रसादले। ल अब नि नेताज्यू, मैले त नि आज है यसलाई त टिकै लगाइदिएन छु। हो र? ल यी भेट लगाइदियो नि त। होइन अब मनको माया छँदैछ किन लगाइदिनु। ए ल अब टिका लगाएपछि अब खाली हात के गर्नु, दक्षिणा नि दिनै पर्यो। ल यसलाई चाहिँ होइन, तँलाई चाहिँ कुन नोट मनपर्छ त्यही लि। ल म यसो हेर्छु है, यो त हात्ती रहेछ, गैँडा रहेछ, जरायो छैन। कि जरायो? मलाई त नि यो गाउँमा पनि जरायो मृग आउँछ नि त, अनि जरायो चाहिँ अलि मनपर्छ। ल म यही राख्छु। जरायो नै लिन्छ। अब तँलाई चाहिँ म दिन्न, म आफैले दिन्छु तँलाई है। ल खाली हात गर्न मिल्दैन। ल तँलाई चाहिँ भेटी भेडो। यसले त भेडो मान्छे पनि भेडै छ नि त। यो नि भेडै छ, गाउँघरतिर त्यस्तै भएर हिँड्छ यो। नेताजी यसले त नङ्ग्रा सफा गर्ने पानी पनि आउँदैन, थपिदिनु न एउटा। के गर्ने केटा हो? कस्तो छ एउटा दिन? ल ल एउटा चौरी पनि लिएर जा। पुग्यो? अनि नेताज्यू, अनि खानु चाहिँ पाइँदैन। किन नपाउनु? बल्ल बल्ल तिमीहरू फेरि मेरो घर आएको। दसैँको टिका, विजयादशमीको टिका लाउन आएको। नानी छोरी, हजुर यो टेकेर चिल आएका छन्, यिनीहरूलाई पनि खाजा राम्रोसँग खुवाएर पठाओ त। हस् हस्। अनि अर्को कुरा के मैले सुनेको त्यो चाहिँ रिता पनि चाहिँ सहरबाट आएको अरे हो। हो ऊ पनि आएकी छे। त्यसो भए त म भेटिहाल्छु। ए पख न पख। बाल्यकालको साथी आएको छ भनेपछि दुईजना कुरै नसुनी मरिहत्ते गरेर भित्र छिरिहाले। ए केटा अब कोही आइहाल्यो भने भित्रै लगाइदिउँला। ल सामानहरू पनि ठिक पारेर भित्रै लैजाऊ त। ल हुन्छ। यो कस्तो भाग्य मेरो, एक कप चिया आफै पकाएर खानु। छोरीले गाउँतिर डुल्दै ठिक्क छ। बा
मेरो त 12 को रिजल्ट आएछ नि, म त पास भएछु। A+ आएछ मेरो त। A+ आएछ? आएछ। अब त पढ्न सहर लागिन्छ। पढ्नलाई सहरै जानुपर्छ र छोरी। यो गाउँमा पनि त राम्रा राम्रा कलेजहरू बनेका छन्। अब यतै पढ्नुपर्छ। अनि बाआमाको सेवा गर्ने, यतै जागिर खाने। सहर जाने कुरा नगर न छोरी। होइन, मेरी छोरी रिसाइकी क्या हो? 12 पास गरेको छोरी पनि रिसाउँछन् त यसरी। ए बा पनि कहाँ रिसाएको छु त म? छैन, म त बाले के भन्नुहुन्छ भनेर पो त। बाला र यो गाउँलाई एक्लै छोडेर कहाँ जान्छु म? त्यही पनि हामी जस्तो युवा युवतीहरू गाउँबाट सहर, सहरबाट विदेश पलायन भइरहेका छौँ। जान्न बा म। मेरी छोरीले आफ्नो बाको कुरा बुझ्छ है। नबुझेर हुन्छ त बा। आज ती बा आमाले भनेको नमानेर विदेश पलायन भएका छोराछोरीहरू हेर्नु त, तिनका बाउ आमा आज यी गाउँमा कति रोएर बसेका छन्। हो नि छोरी, पहिले सहर जाँदाखेरि खुसी हुने हाम्रो समाज, अहिले छोराछोरी विदेश जाँदाखेरि पनि कति दुखी भएका छन्। होस् पनि त कसरी? हिजो सहर पठाउनलाई 1000 ऋण गर्ने हाम्रा बाउ आमा आज तिनै छोराछोरी विदेश पठाउनलाई लाखौँ ऋण गर्न बाध्य भएका छन्। हो, तिमीले ठिक भन्यौ छोरी। हिजो बाबुआमाको मृत्यु हुँदाखेरि सहरबाट बस चढे छोराछोरी आउँछन् है भन्ने हाम्रो समाज, हेर त आज त विदेशबाट प्लेन चढे रे भन्ने सम्ममा पुग्यो। यस्तै छ हाम्रो समाज। भयो, छोडिदेऊ यो कुरा। भोक पनि लागेको छ, तिमी भित्र गएर खाना बनाऊ। म एकछिन पर गाउँसम्म गएर आउँछु है त। ल गएँ म। नमस्कार काका, नमस्कार। के यो पानी आएन र? हजुर, यो पहिला तपाईँले बनाइदिएको पानी राम्रोसँग आइरहेको थियो। अहिले त अब सङ्ख्या पनि धेरै भयो, पानी पनि अब थोरै हुँदै गयो। त्यस कारण भ्याएन हजुर। अहिले दसैँ आयो मुखामा, दसैँ तिहार आयो, चाड आयो, पानी अनिकाल्दा आयो। काका चिन्ता लिनै पर्दैन, पहिलादेखि आइराखेको पानी अब फेरि रोक्न मिल्छ र? फेरि म केटाहरूलाई भनेर खानेपानीको मान्छे लगाएर पानी दसैँको मुखमा रोक्नै मिल्दैन काका। यो पानी आउँछ, चिन्ता नलिनु। तपाईँले आफ्नो पाइपलाइन चाहिँ मिलाउनु, पानी चाहिँ हामी फेरि छोड्ने व्यवस्था गरिहाल्छौँ है। ल हस् काका, ल दसैँको शुभकामना छ है। ल हिँडे केटा आउँछ। देव केटा, गाउँघरमा बुढापाका मान्छेहरूले पानी आएन भनिरहेको छ। त्यही चिलको पछि पछि चिलले जे जे दियो त्यही खाएर हिँडेछौ कि चिलको पानी खान्छौ कि हुचिल गर्छौ कि के हो? त्यस्तै ताल हो भने तिमीहरू दुईजनालाई म अब राख्दिनँ। अब अर्को मान्छे एकदम सुराकी दिने खालको मान्छे राख्छु म। तिमीले खोइ गाउँघरको के भइरहेछ भन्ने कुरा तिमीले मलाई भन्दै भनेर अब के गर्छौ तिमीहरू? ल भनेर होइन हजुर, हामी निगरानी गरिहाल्छौँ नि। अब सबै राम्रा नराम्रा कुराहरू लिएर आउने, गाउँले के भन्छन् त्यो कुराहरू पनि हुनु पर्यो नि त। यो त लौरो पो लिएर आइ त। यो गाउँमा अब अशान्ति छाइसक्यो, आफ्नो सुरक्षा त गर्नै पर्यो। अघि भर्खरै यही लौरोले 2 जनालाई हानेर भगाइसके। को रहेछन् त ती? को हुनु नि? मेरा बाला खोज्न आएको अरे। डन अरे डन। ए, ती केटा भनेपछि मैले पनि चिने। तिनै त रहेछन् नि। किन मेरा बाला कुट्ने तिनी हुन् क्यारे? तिनलाई भेटुन् न मात्र मेरा बाले। त्यस्ताहरूले केही लछार पटो लाउँदैनन् के? ल म गइ नानी, अलि हतारमै छु। को नहोला भनेर लौरो लिएर निस्केको काकीको हुनुहुँदो रहेछ। के सोच्नु भयो होला? ओहो भाउजू, नमस्कार। नमस्ते बाबु। के हो आज त चिरिचक्क
मात्र परेर हिँड्नु भएको छ त टाढै पुगेर आउनुभयो कि के हो होइन अब हजुरलाई नै भेट्नु भनेर गएको यहाँ बाटोमा भेट्नुलाई रहेछ छोरीले लौरो लिएर आएकी थिइन् ताकेर मलाई हान्न भनेर किन भनेर सोध्यो अस्ति त तपाईँलाई गुन्डाहरूले हटेर नि कुटेर हो त्यही त भाउजू हजुरको छोरा छ नि त्यो चिल त्यसको सङ्गतमा दुईटा फटाहरू आएका छन् तिनीहरूले अस्ति मलाई पिटे नि केही गर्दैनन् बाबु त्यस्ता लफङ्गा त्यो पनि नेताका चम्चीहरूले पनि के गर्न सक्छन् त अब त्यो हेर्दैमा फुक गर्दा नि ढलान जस्तो छ किन डराइरा अनि अर्को कुरा के बाबु छोरीले त 12 पास गरिछन् निकै खुसी हुनुहुन्छ नि हजुर 12 त पास गरी भाउजू तर 12 पास गरी भने के खुसी हुनु आफूलाई कति तनाव भएको छ खालि सहर जान्छु मात्र भन्छे कहाँ बाबु अहिलेको जमानामा पनि सहर पठाएर हुन्छ गाउँको मान्छे सबै सहर गएर पढ्ने हो र गाउँमा राम्रा राम्रा उच्च शिक्षा पढ्ने क्याम्पस खुलेका छन् यतै पढाउनुहोस् हुन त मैले पनि त्यही भनेको भाउजू खै सहरतिर गएर पढ्छु भन्छे के गर्छ कोनी कहाँ सहर लगेर पढेर नि अब गाउँमा यति धेरै उच्च शिक्षाका क्याम्पसहरू खुलेका छन् आफ्नो ठाउँ भनेको ठाउँ हो त्यो सहरमा गएर मात्रै धेरै पढ्न आउने र पढ्ने मान्छे त गाउँमै नि पढ्न सक्छ नि बाबु हो नि भाउजू मैले भने त केही मान्दिनँ एकचोटि भाउजूले नि सम्झाइदिनु है भइहाल्छ नि बाबु किन डराइरा म गएँ अहिले हस् हजुर हस् बाबु हजुर अब मेरो सबै सक्नुपर्छ खाजा खानेको लागि हुन लाग्यो ल ल अब आज यो सकेर हो भोलि छ नि हाम्रो चाहिँ काट्नुपर्छ है ल ल अब के गर्नु दसैँ पनि सक्यो तिहार आउन बाँकी नै छ काम त गर्नै पर्यो नि बाहिर आइस त होइन के भयो गाउँले खड्किनु गरेर किन चिसाउनु भएको के चाहिँ भएन भन्न यहाँ हुनु नहुनु भइसक्यो के भयो के होइन के हाम्रो खोरमा भएको कुखुरा छैन त तैँले यताउता कहीँ देखिनस् ए बा पनि यतै कतिर चढ्दै होला के किन भयो जसरी हजुर बस्दै गर्नु म खोजेर आउँछु ल ल जा राम्रोसँग खोजेर आइज केही हुँदैन त अर्काको यहाँ पस्छ दिन पालेको भाले अन्ते अन्ते पक 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 केको पक पक्ने आफूलाई कस्तो हतार भइसक्यो के पो तँलाई घरमा कुखुरा हरायो मेरो यहाँ ए त्यसो भए त खोज्न जाउँ पिन्छेले भेटेर खाइसक्यो होला खोइ कसले खायो अब मलाई चाहिँ त्यो केकेको दाइ खैलाई खाए जस्तो लाग्छ यो त ठिक भनिस् बरा तर कसरी हराएको कुरा खोइ बाले खोल्टी खोजेर राख्नु भएको अरे कुन्चेले उन्काइदियो ए त्यसो भए कति चिजको काम गर्नुपर्छ खै जाउँ त्यसलाई खोज्न अनि तँलाई देखेर के म नाच्नु पर्ने गाउँको यस्तो एकान्त ठाउँमा एउटा उमेर पुगेको केटीलाई एउटा उमेर पुगेको केटाले भेट्दा के गर्छन् लागेर आफ्नो बाटो लाग्छन् होइन आँखा झुकाएर केटी पटाउन खोज्छन् तँसँग दुईवटा कारणले नजिक पनि हुन्न कारण के भने नि चाहिँ मेरो टाढाको नाताले बहिनी पर्चेस बुझिस् किनकि तेरो बालाई मैले काका भन्छु
यो गाउँ घरमा बसेर छिमेकी भएर मात्रै हो सम्बन्ध न त तेरो घर र मेरो घर तेरो थर मेरो थर तेरो मेरो गोत्र सबै फरक छ अर्को दुई अनि दुई 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 के भने दुई दुई तेरो बाउ मेरा काकाले मेरो त्यो प्यारो भाइ चिललाई अनि मलाई अस्ति तेरो त्यो कुखुरा हराउँदा कुखुरा चोर भने होइन म त्यही भएर बोल्दिनँ जा बाटो लाग त त्यही कुरामा रिसाएको त्यो त हामीले गरेर होइन त्यो त त्यो भरते र गोरे छैन हो तिनीहरूले नै गरेर हो कुकुर हो त्यसो पो नेपालको मान्छे होला त्यतिकै पो गयो मैले भनेको नभनाइ केटीले त मलाई नै बेसी तेल लाग्छ के भन्नु होला अब काइले आमा कता हिँड्नुभयो चिल पारामा किस्नेलाई खोज्न हिँडेको नि कहाँ गयो त त्यो किस्ने खै कहाँ हिँडेको बिहान भात खान्छ लखर 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 गाउँ डुल्छ फेरि एक्स्ट्रा दिउँसो आयो खाजा खायो फेरि लखर लखर डुल्छ कहाँ हिँडे होइन यो गाउँमा के मान्छे हराउने नि चलन चलाएको छ क्या हो खै के हो बाबु मलाई त थाहा भएन है मेरो दाइ पनि हराइरहेको छ कतै देख्नुभयो कि बाबु मैले त देखिनँ दाइलाई त मेरो दाइ कतै देख्नुभयो भने घर छिट्टै पठाइदिनु होला चिल पारामा ल बाबु भेट्यो भने त हो नि भेटिन भने के भन्नु आफ्नै छोरो भेटेको छुइनँ कहाँ गएको हो ए अत्तो पत्तो छैन त हामीलाई त के छ नि तेरो हाल खबर एकदम ठिक छ तेरो के छ ठिक छ रिजल्ट त आयो नि 12 को हैन आइसक्यो नि के भइस त पास भयो भयो नि हो त पनि पास भयो भने सुनेको छु त हो ओइ रिते अनि तेरो सहरको बसाइ कस्तो हुँदैछ नि सानैदेखि सहर बसिस अब 12 पनि सक्यो ब्याचलर जोइन गरिस् होला सबै ठिक छ तेरो के छ भन् मेरो पनि ठिकै छ अनि ब्याचलर जोइन गरिस् छैन म नि सहर जाउँ भनेको बारी चाउनुहुन्छ साथै कफेरमा त गाडीले भन्नु दिन्छ त धाराको गाडी भन्नु पर्यो अनि अब दसैँ तिहार मानेर जान्छस् होला नि होइन मानेर जान्छ अनि के ल्याइदिस् त मलाई ओसेन के ल्याइदिनु यार तँलाई ले म बोक्छु तँलाई नि गाडी बोक्न आउँछ भने ले न म बोक्छु सक्छस् गाडी बोक्न ल हिँड न दसैँ आएर होला है आकाश कति खुल्ला छ यहाँ आकाश खुलेर मात्र के गर्ने आकाशमा यता एउटा चङ्गा उडेको देखिँदैन सायद ती चङ्गा उडाउनेहरू जहाजमा उडेर होला नि है रिते अब पक्कै पनि त मेरो घरतिर जाँदैनस् होला ले अब म जान्छु भरे भोलितिर यसो आउँदै गरिस् है माथितिर यहाँसम्म भयो ल्याइदिस् ल ल म पनि घुम्न जान लागेको यसो गाउँतिर कस्तो के छ भनेर ए ल ल ल है ल ल ओइ सुन त आज भोलि के छ के थाहा मलाई गर खोज न आफूसँग त बोल्दैन के भएछ आज भोलि यसलाई
हाँसै आउँदैन है हाँसै चाहिँ है दसैँमा नाच्न हेर केटा मैले जितेँ मैले होइन हो के जितेको फेरि पैसा ल अब पैसा छैन अब खाएर हिँड्छैस बस अब तल जे जाने नि हुन्छ बस यहाँ मेरो पैसा पैसा राख ल बस एक केटा आशा एक कामिसी छक्का लैजा पनि हो भाइको पनि के लाग्छ तैँले ठोकिँदै नि यो त टेकै होइन र मै त हो नि बरु यो चाहिँ होइन त रिता होइन होइन ए रिते त कहिले आइसौ सहरबाट म आएको 2-4 दिन भयो ए भनेपछि तँलाई पनि अब चाहिँ यो गाउँप्रति अलिकति भए नि माया पलायो त्यसो नभन्न अब म त गाउँघरमै बस्न आएको अब माया नपलाएर के पलायो भन्नु त अब तिमीहरूको लागि त यो गाउँ भनेको त पाहुना आएको जस्तै त हो नि पाहुना कसरी मलाई पनि गाउँको माया नभएको कहाँ हो र बाध्यताले सहर गएको हो टेके होइन तँलाई यति राम्रो स्वर्ग जस्तो गाउँ छोडेर सहर जानुपर्ने त्यस्तो के बाध्यता आउने वातावरण बनाइदिएर तेरा बाले के बाध्यता आउनु टेके तँलाई त थाहा नै छ नि हामीले एसएलसी दिएसी पढ्नको लागि क्याम्पस थिएन बाबाले पढ्नको लागि सहर पठाइदिनु भयो जब म सहर गएँ त्यसपछि त चुनाव भयो चुनावमा उठ्नु पनि भयो र जित्नु पनि भयो अहिले 2 वर्षमा कति फरक भयो यो गाउँ हो नि अहिले भने जस्तै अहिले गाउँमा त विकास भएको छ तर के गर्नु विकास गरेको अनि विकास भएको यो गाउँका मान्छेलाई कहाँ मन पर्छ र मलाई माफ गरिदिनु है ल तल्लो घरमा नि यसो आउँदै गर्नु मिठाई ल्याइदिएको छु के गर्नु पानी लिएर आएको छु अब मैले जानी पोख हो नि